हेलो एभ्रिवान, हामी यहाँ रोटी पोल्ने कार्यक्रम गरिरहेछौँ। हाम्रो मम्मी यहाँनिर बसिराख्नु भएको छ लप लप चाहिँ चकचकी भएर। मम्मी यो रोटी कस्तो भयो भन्नु नि त। मिठो छ, कति मिठो छ यो रोटी त। हाम्रो मम्मी र रोटी बनाउनु त्यो उतै रोटी कस्तो हुन्छ भनेर हेर्नु बस्नु भएको उहाँ चाहिँ दर्शक हुनुहुन्छ। दर्शकमा यहाँ चाहिँ आगोमा एकदम मजाले सेलरोटी पाक्दैछ, तर आफ्नै बारीको अर्गानिक सेलरोटी घुम्दै घुमेन राम्रोसँग। रोटी बनाउने यता छ कालीमाया। कालीमायाले रोटी पोल्दैछ। गाइस यो चाहिँ हाम्रो चुलो हो हैन। ए खुट्टा देख्यो, खुट्टा चाहिँ तलै छ है। एकदम सुपर फास्ट लाउनु पर्दो रहेछ रोटी चाहिँ, नत्र भनेदेखि चाहिँ हात पोलिहाल्छ। आगो त्यति गोरोसम्म छ। ये रही हमारी रोटी। यो चाहिँ नेपालीको एकदमै दसैँ तिहार तथा जुन पर्वमा पनि चाहिने के भन्छ हौ यो डिस हो। लगाइदिनु म चाहिँ यो रोटी खान्छु र यसको फिडब्याक दिन्छ। अब मेरो चबान थाल्छ, मेरो आँखा हेर्नुपर्छ। रोटी मिठो छ, यो अलिक तितो भएर डढेकोले गर्दा। चिनी ठिकै छ। अलिक गुलियो कम हो। त्यही रह्यो मेरो नेल आर्ट हिजो राति गरेको खत्तम छ। यस्तै नेल आर्ट गर्नु छ भने गाइस मसँग सम्पर्क गर्नु होला। यहाँ सेलरोटी रेडी भयो। अब यहाँ हेर्नु है गाइस रोटी हाल्ने तरिका। तपाईँहरू डाडुले हाल्नुहुन्छ होला, यो भनेको हातले हाल्ने हो रोटी यसरी। म त झन् यो भन्दा नि छिटो घुमाउँछु। उभिएन मम्मी, म रोटी कस्तो राम्रो हाल्छु नि। घुमाउँछ उभिएर। कस्तो उभिएर घुमाउँछु अरे मैले उभिएर। ल एकछिन पकाउने, रोटी हाल्ने, हल्का रातोपछि अर्कोटी पल्टै हाल्ने। अब फेरि यो डढेन ठिक्क पाक्ने पऱ्यो। फेरि यसलाई यो चाहिँ निकालेर एकछिन तेल तताइ हाल्नु। त्यो चाहिँ एकदमै तितो पिरो धुवा आउने खाले दाउरा रहेछ, तर रोटी चाहिँ राम्रो छ कि एकदम राम्रो। काँडै काँडा आएको रोटी खतरा छ क्या। आगो ज्वालो ठ्याक्कै हाम्रो मम्मीको बोली र यो आगो ज्वालो सेम। यस्तो आगोमा चाहिँ रोटी पकाएपछि गाइस यो चाहिँ रोटी भने हालेको चाहिँ डोनट नै भयो है। फुल्यो खतरनाक सोडा धेर भयो। सोडा धेर चाहिँ रोटी यसरी फुल्लिन्छ। मान्छेमा चाहिँ खै के धेरै भने यसरी फुल्लिन्छ, मलाई त्यो कुरा चाहिँ थाहा छैन। बिच्छी सर्प खजुरा कस्तो छ मम्मी लाट रेट गर्नु तपाईँ 10 मा कति दिनुहुन्छ? एउटा तामाङ मिक्साहरू बुझी गर्छ कराउँथे कालो न कालो रोटी। यो चाहिँ सबै रोटी फुल्यो है। खतरा फुल्यो। मम्मी चोखे लगाइरहेको थियो। फेरि रोटीमा चोखे लगाएर क्या यसरी फिजाने चोखे लगायो भन्छ होइन। तेरो चोखेले जितेछ नि त राम्रो। खोर्सानी ल्याउनु पनि डढाइहालौँ। बेसार खोर्सानी मेथी के विविध कुरा लाउँछ नि अब। रोटी पोल्दा पोल्दै चाहिँ रोटी राम्रो भएन भने चाहिँ त्यो त्यहाँ आँखा लागेको हुन्छ अरे। अनि त्यहाँ कस्तो तरिकाले जोडिएको थियो त्यो रोटी त छोयो भने अनि त्यसरी चाहिँ खुर्सानी डढाएर फ्याँकिहाल्नु। सिन्डे मन छ रोटी त राम्रो भयो। रोटी त राम्रो सेलरोटी अरे नहल्ला भन्छ फेरि। यहाँ चाहिँ एक तारी भइसक्यो, बाफ पो आइरहेको छ। सेल पाक्नलाई त ल गाइस यो सेलरोटी हो। अनुहार न दनुहारको सेलरोटी खानु मन लाग्यो भने तपाईँहरू मलाई सम्पर्क गर्नुहोला। अनलाइन डेलिभरीको सुविधा छ। एउटाको जम्मा रुपिस 2 लाख रुपैयाँ मात्र। एउटा रोटीको 2 लाख है गाइस। 2 लाखको रोटी हो यो। सब्जी छ फेरि 50,000 को। रोटीको फाइनल लुक आयो गाइस। ल